सो अलराइट गाइज, सो फाइनली हामी चाहिँ आज यसो न यसो ढाडसम्मको टुर छ होइन। मर्निङ टाइममा चाहिँ अब हाम्रो घरतिर चाहिँ अब घामै लागेको छैन। हामी चाहिँ यति टाढा आएर चाहिँ अहिले घाम पाइदिरहेको छ होइन। यस्तो मजा लागिरहेको छ गाइज। तिनीहरू साइकल ल्याएको आएको बिहानखेरि यस्तो साइकल चलाउनु यस्तो मजा लाग्छ गाइज होइन। पुरा चिलमा पुरा यस्तो शरीर यस्तो तात्तिरहेको छ। त्यो भाइले जुन पसिना पोसिरहेको छ त्यो भाइले अब घामाले मर्नु भएको छ क्या त्यो भाइ बिचरा यार। त्यो भाइको घर कहाँ चिल्लाएको मलाई दया लगाएर आइरहेको छ यार। अब दादा राइडिङ गर्न जान्छु तपाईँसँग भनिहाल्यो, फेरि ल्याइहाल्यो। अब दुईवटा लास्टमा चिल्लाइरहेको छ अब के होइन। भाइलाई ल्याएर यसो नै घुमाउनु नि पर्छ गाइज। हामी चाहिँ चिरमा घाम तापिरहेको छौँ। अब हामीहरूको घरमा चाहिँ अब घामै लागेको छैन गाइज। यस्तो आवाज छ कि अहिलेसम्म घाम लागेको छैन। अहिले टाइम भइसक्यो 9 बजिसक्यो होइन। हामी अहिले दामचोर पुगेर घाम तापिरहेको छु। हाम्रो चाहिँ यात्रा चाहिँ ढाडसम्मको होइन। अहिले चाहिँ अब हेरौँ अब उता चाहिँ घाटदेखिसम्म चाहिँ ताजै घाम लागेको छैन। अहिले चाहिँ हामी अलिक घाम लाग्ने ठाउँमा आएर चाहिँ अहिले घाम तापिरहेको छु। पुलमा उसुम खोलाको पुलमा चाहिँ अहिले बसेर यसो केटाले टिभी हानिरहेको छ नि। गाइजहरू पसिना ससिना सेलाइरहेको छ नि गाइजहरूले होइन। उमेश किङ सोनाम केसी चाहिँ पुरा चिलमा पछाडिबाट गरिरहेको छ होइन। पसिना ससिना तापिरहेको छ नि। मैले चाहिँ अब यस्तो म चाहिँ टक्ला पऱ्यो नि। त्यही भएर मलाई अलि शरीरमा चाहिँ भएको छ अलि फेसमा याउमा चाहिँ यसो घामसाम केही भएको छैन। त्यही हो गाइज। थ्याङ्क यू फर माई वाचिङ भिडियो एभ्रिवान। भिडियो हेरिदिनु होला सबैलाई, माया छ।